गाइस नमस्ते सेवा हामी चाहिँ फेरि अर्को मुङमाङ भिडियो लिएर आइसक्यो र आज हाम्रो खानामा चाहिँ यहाँ 2x करेन र अन्डा छ अनि यहाँ साथमा चाहिँ पानीपुरी पनि छ र आज चाहिँ मसँग चाहिँ यहाँ मेरो दिदी पनि मुङमाङ गर्नको लागि आउनु भइरहेको छ। नमस्ते सेवा। आज चाहिँ म बहिनीसँग मुङमाङ भिडियो गर्न आइरहेको छु। बहिनीको भिडियोलाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। ल त्यति भन्दै हामी चाहिँ खाना सुरुवात गऱ्यो ल है। ल खानु दिदी ल के भने यही भएर सुरु गर्ने हो। जे खाइ पनि हुन्छ। ल हामी चाहिँ अब खाइदियो है। यो त पिरो छ। पिरो है। लास्टै पिरो हुँदो रहेछ। यही त पिरो हुन्छ। 2x अर्को बुलडग 2x 3x आयो भने त मान्छे त पागल हुन्छ। अन्डा मिठो छ। पिरो है। पानीपुरी पनि खानु है। पानीपुरी फर्स्ट बाइट। पिरो भयो मलाई। यहाँ चाहिँ 50वटा पानीपुरी छ है टोटल 50 पिस। हामीले खाइसक्छ नि है। सक्छौँ। कहीँ जानु हतार छैन गाइस, घरमै बस्ने हो, बिस्तारै खाइ पनि हुन्छ। कस्तो मिठो भएछ त। झोलमा अमृत पनि छ है। हाम्रो धेरै आलु नै धेरै छ हाम्रो पानीपुरीमा चाहिँ। पानीपुरीमा आलु धेरै भएको मिठो हुन्छ नि त। बिस्तारै खाँदा नि भयो। पानीपुरी टेस्ट गरौँ त दिदी। रक्सी भयो, रक्सी टेस्ट गर्नुहुन्छ? यो के बानी छ त। त्यो पानीपुरी टेस्ट गर्दैछौँ। देखाउनु दे खाएको है। लास्टै मिठो है।
अब अन्डा पनि टेस्ट गरौँ। ठुलो खानु नपर्ने ठुलो ठुलो सकिँदैन मलाई चाहिँ है मान्छेले कसरी खान्छ है जुन जुन दिनु खाँदैन अझ हामीले त यो खानु है बिहानदेखि केही खाएन भातहरू केही पनि नखाइकन यो भिडियो बनाएको त्यही पनि हामीलाई यति धेरै पेटै भइसक्यो अरूले त कस्तो धेरै खाइरहेको हुन्छ डेन्जर पिरोनी रानी तपाईँलाई मिठो लाग्छ है दुईवटा चाहिँ हल्का यो अन्डाभित्रको रानी चाहिँ खासै मन पर्दैन त्यही पनि मुखमानको लागि भए पनि खाँदै हुनुहुन्छ मलाई चाहिँ फेरि यो सेतो हुँदा पनि बेसी रानी चाहिँ मनपर्छ तर रानी खानु अनहेल्दी भन्छ तर मलाई त मनपर्छ यसो भने अनि यसो भने अनि त्यही भएर मैले यहाँ चौसँग मिसाएर खाइरहेको पानीपुरी खाने यो पानीपुरीमा पनि खोर्सानी छ अनि त्यही भएर पानीपुरी खानु है यो पानीपुरी चाहिँ घरमै बनाऊ हामीले सब घरमा बनायो नि पेटै फुल भयो नि लास्टै अब त म सक्छ होला भने आँट गरिराखेँ है गाह्रो भयो गाह्रो हुँदैन
बिस्तारै खानु मैले खाइ पनि सकेँ ओ सक्नुमा मैले कसो सक्नेलाई मेरो त कट्टर नै बाँच्छ अझै यो करेन चाहिँ अल टाइम फेभरेट जति खायो पनि खाएको गर्नु होला छ अब चाहिँ यो भित्रको खुर्सानी पनि पिरो भयो सब पिरो भइसक्यो मलाई हामी च्यालेन्ज गर्ने कुरा भइरहेको थियो तर फेरि दिदी त हार्नुहुँदो रहेछ मसँग च्यालेन्ज गर्नुभएको यो त म सक्दैन है खान विशाल खान अब कति 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 अझै 19 योसँग 20वटा रहेछ हामीले यहाँबाट 50वटा थियो होइन भनेपछि हामीले 30वटा खाइसकेछौँ अब कतिवटा आउनु बाँकी 19वटा खाइसकिन्छ त खाँदै त मैले सक्दिनँ होला दिदी पनि पानीपुरी खानु गाह्रो तर मैले त धेरै खाइसकेँ नि पानी दिदीले भन्दा पनि मैले नि खाइसकेँ नि मैले नि कति खाएँ यसलाई 8-9वटा खाइसकेँ अनि तपाईँले 8-9वटा खायो 10-12वटा खाएन मैले त को भन्दा बढी खाइसकेँ म त 20 जस्तो हुन लाग्छ अस्ति योभन्दा अगाडि पहिलाको भिडियो पनि यहीँ गरेको हामीले दाइसँग कम्पिटिसन आज चाहिँ फेरि दिदीसँग उहाँहरू चाहिँ मेरो मामाको छोराछोरीहरू मैले त नसक्ने रहेछ बहिनीसँग कम्पिटिसन गर्न अघि नै च्यालेन्ज गर्ने भनेको थियो फेरि च्यालेन्ज नगरौँ मैले च्यालेन्ज गऱ्यो भने त बेसी खानु पऱ्यो नि त कम कि कम त्यस्तो त खाएको जस्तो पनि हुँदैन त्यही भएर बिस्तारै खम्बर कुरा गर्दै भनेर नि हामीले चाहिँ च्यालेन्ज क्यान्सल गरेर नर्मलमा खाने हो भनेर गरेँ तर पनि मलाई चाहिँ गाह्रो भइसक्यो है फुल भयो म खानु त पेट टुस भइसक्यो हामी त खाना नखाइ मुङमाङ गर्ने भनेर बिहानदेखि बसेको खानै सकेन त्यही चाउचाउ पनि धेरै थिएन चाउचाउ हामीले 3 प्याकेट करेन्ट लिएर आएर हाफ गरेको त्यही अन्डा 3वटा त अनि जाब यति 50 पानी पनि खान सकेन अब एउटा खानु लास्ट तपाईँ लिनु है
ल एउटा चाहिँ ल लिन्छु ल चस गरौँ न त लास्टमा म अलिक थोरै भाग लिन्छु है किमा थोरै भएको सबमा धेरै छ कस्तो भोरी भोरी छ भने नि कसैले यस्तो भोरी त लाउँदैन होला ल सस ल यो चाहिँ हाम्रो यो चाहिँ अब लास्ट बाइट ल मिठो चाहिँ एकदम मिठो भएको छ पेट चाहिँ अगायो मुख चाहिँ अगाएको छैन के गर्नु अब खानु सक्दिनँ र यति भन्दै आजको भिडियो चाहिँ हामी यहीँ सघाउँछ हेर्न सक्नुभयो उहाँ तपाईँहरूले हामीले यति खान सकेनौँ अनि भिडियो मन परेमा लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला अनि आगामी दिनमा पनि यसरी नै भिडियो आउनेछौँ र त्यति भन्दै सबैजनालाई बाई बाई बाई